काठमाडौँ उपत्यका सन् 1925 तिर एउटा जीवित संग्रहालय जस्तै थियो। दरबारहरूको शहर जहाँ सिंह दरबार, राणा महलहरू र ठूला फाँटहरू गौरवका प्रतीक थिए। असन, इन्द्रचोक र भक्तपुरका गल्लीहरूमा बिहानैदेखि मानिसहरूको आवाज गुन्जिन्थ्यो। राति बत्तीको सट्टा दियो बालिन्थ्यो र हावा चिसो भए पनि घरका भित्ताहरूले तातोपन बोकेका थिए। त्यो बेला गाडी केवल केही राणाहरू र विदेशी पाहुनाकै लागि मात्र थियो। जनताका लागि भने काठमाडौँ हिँडेरै नापिने शहर थियो। राणाहरूको शासन त्यति बेला नेपालका हरेक पाटामा हावी थियो। जनताको आवाज दबाइएको थियो। तर दरबारभित्र विलासी जीवनको झलक एकदम फरक थियो। सुनका झ्याल, विदेशी चित्र र इटालियन झिलिमिली। तर देशका कुना काप्चामा अझै गरिबी र मौनता बसेका थिए। चन्द्र शमशेरले बेलायतसँग सन्धि गरेर केही सुधार त ल्याए, तर त्यो सुधार जनताको स्वतन्त्रता होइन, केवल सत्ताको नयाँ रूप थियो। त्रिचन्द्र कलेज त्यति बेला नेपालकै पहिलो उच्च शिक्षा बनेको थियो। केही भाग्यमानी युवाहरूले पढ्न पाउने मौका पाए र तिनै युवाहरूले पछि देशमा परिवर्तनको बिउ रोप्ने काम गरे। साक्षरता न्यून थियो, तर मुटुमा देशप्रतिको चाहना पलाइसकेको थियो। यो त्यो समय थियो जब नेपाल बाहिर खुल्न चाहन्थ्यो, तर भित्री ढोकाहरू अझै बन्द थिए। त्यो युगमा संस्कृति केवल परम्परा होइन, जीवनको लय थियो। दशैंमा घर घरमा रोटी पाक्थ्यो, तिहारमा दियो बल्थ्यो, गाई जात्रामा हाँसो र व्यङ्ग्य हुन्थ्यो, मन्दिरहरूमा घण्टी बस्थे र साँझपख धूपको गन्धले शहरभरि आध्यात्मिकता फैलाउँथ्यो। धर्म, आस्था र परिवार यिनै जीवनका तीन आधार थिए। मानिसहरू सादा बसे तर विश्वासमा धनी थिए। सन् 1925 तिर केही विदेशी यात्रुहरू जस्तै ब्रिटिस अन्वेषक र मिशनरीहरू नेपाल आए र आफ्नो क्यामेरामा यस्ता दृश्यहरू टिपे जहाँ शहरको शान्ति, गाउँको मेहनत र जनताको मुस्कान एकैसाथ कैद थिए। यिनै दृश्यहरू आज हामीले हेर्दा पुरानो नेपालको आत्मा महसुस गर्न सकिन्छ। काला सेता भिडियोहरूमा देखिने त्यो जीवन आज पनि हाम्रो इतिहासको सबैभन्दा जीवन्त झलक हो। 100 वर्ष अघिको नेपाल सादा, मौन तर असाधारण। आज हामी प्रविधि, बत्ती र आधुनिकतामा त अगाडि छौं, तर कहिलेकाहीँ ती पुराना दृश्यहरू हेर्दा लाग्छ साँचो शान्ति र एकता त त्यही समयमा नै थियो। माटोका घर, टायलका छाना र सरल अनुहार, यी हुन् हाम्रो पहिचानका जरा। सन् 1925 तिरको त्यो नेपालले हामीलाई सम्झाउँछ देश केवल सीमामा होइन, मानिसको आत्मा र संस्कृतिमा बाँच्ने एउटा भावना हो।